फेरि उही प्रश्न। फागुन 21 को चुनाव हुन्छ कि हुँदैन? देशभर जनताले सोधिरहेका छन्, तर सत्तामा बसेकाहरू मौन छन्। आज हामी घुमाउरो कुरा गर्दैनौँ, सिधै टेबल ठोक्छौँ। हो, आज लाज ढाक्ने कुरा छैन, किनकि नेपालमा चुनाव अब लोकतन्त्रको पर्व होइन, नेताहरूको सौदाबाजी बनिसकेको छ। चुनाव किन हुने पर्छ? पहिलो कुरा, संविधान। समयमै चुनाव नगर्ने हो भने यो देश संविधानविहीन हुन्छ। दोस्रो, स्थानीय सरकार, सङ्घीयता, जनताको अधिकार। चुनाव रोकियो भने सिधै सन्देश जान्छ, जनताको मतको कुनै मूल्य छैन। तेस्रो र सबैभन्दा खतरनाक कुरा, चुनाव नहुने हो भने सत्ता सडकमा होइन, दरबारको कोठामा फैसला हुन थाल्छ। अब कठोर सत्य सुनौँ। सत्ताधारीको डर, हारिन्छ कि भन्ने त्रास, कुर्सी गुम्ने डर। दोस्रो, सुरक्षा र बहाना राजनीति। कहिले बजेट छैन, कहिले मौसम, कहिले अशान्ति। तर सत्य के हो? नेताहरू तयार छैनन्। तेस्रो, अदालत र आयोगमाथि दबाव। चुनाव आयोग स्वतन्त्र छ कि छैन, कि पार्टी अफिसबाट चलाइन्छ? अब कुरा गरौँ राष्ट्रिय स्वतन्त्र पार्टी। आरएसपीले सबैभन्दा ठूलो डर सिर्जना गरेको छ पुराना दलहरूलाई। किन? किनकि यिनीहरूसँग पुरानो पाप छैन। आरएसपी चुनाव चाहन्छ, किनकि उनीहरू जान्दछन् जनताको आक्रोश मतमा बदलिन्छ। त्यसैले आरएसपीलाई रोक्न चुनाव ढिला पार्ने खेल चलिरहेको छ भन्ने आरोप गलत छैन। अब युएमएल। बाहिरबाट बलियो देखिए पनि भित्र गुटबन्दी, अहङ्कार र पुरानो सोच। युएमएल चुनाव चाहन्छ, तर आफ्नै शर्तमा। उनीहरूलाई डर छैन चुनावसँग, डर छ नयाँ अनुहारसँग। कङ्ग्रेस। नाम ठूलो, काम सानो। कङ्ग्रेस अहिले दुविधामा छ। सत्ता पनि चाहिएको छ, चुनाव पनि चाहिएको छ, तर जनताको रिस झेल्ने आँट छैन। अब सबैभन्दा विवादास्पद, माओवादी र प्रचण्ड। प्रचण्ड चुनाव चाहन्छन् कि चाहँदैनन्? उत्तर सरल छ, जसमा फाइदा त्यही चुनाव। सङ्ख्या कमजोर, जनाधार खस्किएको, त्यसैले चुनाव ढिला इक्वल टु समय किन्नु। फागुन 21 को चुनाव हुनुपर्छ, नभए देश खतरनाक मोडमा जान्छ। यदि चुनाव रोकियो भने सडक तात्छ, जनता उठ्छ, व्यवस्था नै प्रश्नमा पर्छ। यो अब पार्टीको विषय होइन, यो जनताको अधिकारको लडाईँ हो। नेताहरूले याद राखुन्, चुनाव रोक्न सकिन्छ, तर जनताको आवाज रोक्न सकिँदैन।